नम्बर 5, तपाईले आफ्नो फ्युचर आफै डिसाइड गर्न सक्नुहुन्छ। तपाईले आफ्नो भविष्य कस्तो बनाउने त्यो तपाईको हातमा हुन्छ। यदि तपाईले चाहनुभयो भने आफ्नो भविष्यलाई अझै राम्रो र उत्कृष्ट पनि बनाउन सक्नुहुन्छ। तर यदि चाहनु भएन भने तपाईले आफ्नो भविष्य अन्धकार पनि बनाउन सक्नुहुन्छ भनेर लेखक डेभिड गगिन्सले आफ्नो पुस्तक नेभर फिनिशमा बताएका छन्। सन् 2021 मा डेभिड गगिन्सको खुट्टामा ठूलो समस्या आएको थियो। त्यसपछि उनले हाइटिबियल ओस्टियोटोमी नामको सर्जरी गरेका थिए। यो सर्जरीपछि मानिसहरू 3 देखि 6 महिनासम्म चल्न पनि सक्दैनन्। तर डेभिड गगिन्सले 3 महिनापछि 450 माइलको साइकल रेस गरेर दुनियाँलाई नै चकित पारेका थिए। उनको यो कथाबाट पनि थाहा हुन्छ कि मानिसले आफ्नो भविष्यको निर्धारण आफै गरेको हुन्छ। यदि हामी जस्तो सामान्य मानिस भएको भए हिँड्नको लागि पनि 1-2 वर्ष कुर्नु पर्थ्यो होला। तर डेभिड गगिन्स एक्स्ट्रा अर्डिनरी भएको कारणले 3 महिनामा नै आफूलाई प्रमाणित गरेर देखाइदिए र अगाडिको भविष्य राम्रोसँग कोर्न सफल भए। त्यसकारण यो पुस्तकले हामीलाई यो कुरा सिकाउँछ कि तपाईँ नै तपाईको भविष्यको निर्माता हो। तपाईँ एकजना मात्र हुनुहुन्छ जसले आफ्नो भविष्य कस्तो बनाउने भनेर निर्धारण गर्न सक्नुहुन्छ।